जिउको हालत हेर्न सक्नुहुन्छ कौनाले पिट फाइनली हामी चाहिँ नर्क फाल्न हिँडिरहेछौँ म चाहिँ पछि अब डोलाउँदै दिदीला लैजान पर्यो गएर होइन दिदी कलाएर अब खोलातिर पोखरातिर जानुपर्छ नर्क फाल्नखेरि हामी चाहिँ यस्तो तीन भाइ छैन हाम्रो हामी लाउँदै अब सिममा गर्छ त्यो त हामी चाहिँ टिक लाउँदा 100 वर्ष बाँचिस् कसैलाई नटोकेस् मलाई खोज यसरी सधैँ जाँदा पनि है 50 कि नै जिउको हालत हेर्न सक्नुहुन्छ कौनाले पिट्यो भने तँलाई यता हेर्नु कौना सर्टको हालत रातिमा टक्क लाएर छ नक्राइकन ल केटा नक्राइकन टक्क लाएर अब सोर जस्तै हिँड्छन् केटा टक्क लाएर अब हामीले पड्काउँछौँ हाम्रो अब यहाँ मासु कोटिङ चल्दैछ होइन हाम्रो कपिल सर यहाँ आउनु भएको छ बुटोलबाट मासु काट्नु लाग्यो यता यता केटाहरूले पोल्दैछन् कस्तो चलिरहेको केटा भोलि चाहिँ तिहार हाम्रो विशेष खसी काटे है अझै अर्को कता खायो खसी उता छ त्यसलाई अहिले गेड्ने भने मलाई यसो गाइज यो त गाइज हामीले चाहिँ भ्लग बनाउँदै अब ट्याक्क केटाहरूले मासु काट्दैछन् म चाहिँ अब यतै छु ट्याक्क फाइनली भाइ फुच्चे भाइ पनि यहाँ छ हाम्रो चाहिँ अब यहाँ काट्दैछौँ ट्याक्क खसी काट्दैछौँ अब कुना लागेको छ नि त्यो खसी छ नि त्यहाँ त्यही यस्तै ल कुना एउटा पोत त देऊ कि है भ्लगमा आउने छ भने म चाहिँ यता क्यामेरा ल त्यही हो अब नेक्स्ट भिडियो आउँछ है ल अब चाहिँ अर्को भिडियो आउँछ नेक्स्ट भिडियो अहिले चाहिँ म यतिमा समाप्त गरेछु तिहार विशेष अब अर्कोमा आउँछ चाहिँ हामी भाइ ल्याउनु अब यहाँ आउनु पर्छ टक्क हाम्रो गाउँ भनेको यो यस्तो बाँसका गाडी छन् चाहिँ त्यहाँ अब चढ्न लाग्यो हाम्रो सर सक्दिनँ म त झन् रुखा चढ्नै सक्दिनँ ल ल ताली बजाउने हो र जत्नका भयो नि हुन्छ कि एउटा ऊ हाको हाता हुन्छ फाइनली हामीले चाहिँ यहाँ बुकी खोज्दै यस्तो यसलाई भन्दो रहेछन् बुकी चाहिँ टक्क लाएर यस्तो हुने रहेछ है तोरानमा बान्ने चाहिँ यस्तो छ हाम्रा जेन्जी टिम देख्दैन यो जेन्जी टिम हो र अनि जर्सी नम्बर 5 ताते टक्क हाम्रो यहाँ भान्जा यसरी
कहाँ प्रवेश पाए टक्क लाएर तोरणबाट चाहिँ हामी उता चाहिँ पूजा सुरु हुँदैछ हामी चाहिँ यता यस्तो गरेर टक्क चाहिँ हामी नुहाइधुवाइ गरेर रेडी भइयो केटा सिक्का लाउनु पर्यो टक्क हाम्रो चाहिँ कोट सोट लाउँदै टक्क बसिन्दार हाल्दै अब टक्क दिदीले यता टक्क लाएर यस्तो भइसक्यो टिका सुरु भयो ल फोटो खिच्ने हो दिदी कमला दिदी कलाएर फोटो खिच भिडियो पनि बनाऊ तँले फोटो खिच यसले भिडियो बनिदिन्छ फोटो खिच मैले भिडियो भन्दिम अर्को छौमा छोटो भए चाहिँ मैले लगाइदिएको लाभो गरौ छोटो नगराए यति छोटो भए टक्क मेरो दाइले यहाँ टिका लाउनु लागेको छ यहाँ दिदी हुनुहुन्छ ए प्यालो भएन उहाँ चाहिँ अगाडि छ नानी गरिदेऊ न मेरो पठाएको त भएछ नानी यो त धर्को त टिन्डी लाइन्छ टिन्डी लाइन होइन एकैचोटि हुन्छ त यता यता जौनु रङ पनि दुई ठाउँ लाग्छ मैले त भ्याएँ यता अहिले भ्या छैनन् बल्ल भयो मन्टो चाप्दै चल्दै सुस्त ए मन्टो चाप्दिस् का सबै के ओडी भयो फेरि रात एउटा म ल्याइम नि कुनै म ल्याइदिम त काना यिनीहरु त भ्याएन 1 घण्टा भइसक्यो त और बाबु भाइ
मेरो कहाँ सुन्थ्यो रिमैलो तिमी के हुन्थ्यो जुन हेर्दा परेली लैजो हाय मैले